नमस्ते साथीहरू, आजको मेरो यात्रा सिडनीको मुटु विनाइटबाट सुरु हुँदैछ। हामी विनाइटबाट हुँदै पाम बिचतर्फ लाग्दैछौँ। गाडी छैन, महँगो प्लान छैन, छ केवल बस, दाजुभाइ र पाम बिच प्रतिको प्रेम। विनाइटबाट B1 बस चढ्दा लाग्यो सहरलाई बाई बाई भन्दै समुद्रलाई हेलो गर्न निस्केका हौँ। बस अगाडि बढ्दै जाँदा भवनहरू हराउँदै गए र हाम्रो मन भने पाम बिचतिर दौडिन थाल्यो। सबैले हेर्नुहोला आज यी अस्ट्रेलियाको सिडनीकै यी रमाइला ठाउँहरू मजा लिँदै आज हामी पाम बिचतर्फ लाग्दैछौँ। अस्ट्रेलिया र Mountains rise up, touching clouds above. Valleys below, filled with whispers of love. On this road, every seed's a delight. From sunrise to starlight, day to night. Nature's canvas, unfolding so grand. In this journey, we're living unplanned. यसै गरी हामी DY पुग्यौँ। DYबाट 169 बस। यो त पाम बिचसँगको डेट जस्तो लाग्यो। घुमाउरो सडक, समुद्रको झलक र हरेक स्पटमा मनले भनिरह्यो अब त हामी पाम बिच पुग्यौँ होला नि। अनन्त हामी पुग्यौँ। पाम बिचमा रहेका हाम्रो आजको यो निलो आकाश, शान्त छाल र त्यही हावामा मिसिएको सानो रोमाञ्च। लामो बस यात्रा भए पनि दाजुभाइसँगको यो ट्रिप रमाइलो बन्यो। साँच्चै भन्नुपर्दा कहिलेकाहीँ गन्तव्यभन्दा यात्रा नै बढी मनपर्छ। यदि तपाईँलाई पनि बस यात्रा, समुद्र र अलि रमाइला ठाउँहरू हेर्न मनपर्छ भने यो भ्लग तपाईँको लागि नै हो है। ल अब म साँच्चै नै हजुरहरूलाई यी पाम बिचका रमाइला दृश्यहरू देखाउन जाँदैछु। मजा लिनुहोस्, हेर्नुहोस् र समय मिल्यो भने अवश्य नै यो रमाइलो ठाउँ घुम्न नबिर्सिनुहोला। ल यात्रा सुरु गरौँ है त। म किरण र मेरो साइडमा रहनुभएका आइसक्रिम खाँदै हिँड्नुभएका दाई सुजन दाई र साथै क्यामेरा र हातमा स्प्राइट लिँदै हिँड्नुभएका मेरो अरुण दाईसँगै हामी यो यात्रातर्फ अघि बढ्दैछौँ। साँच्चै नै आजको दिन रमाइलो भइरहेको छ। होप अझै रमाइलो हुँदै जानेछ यो दिन। बोसो धेरै बोलाएको छ ल नाटक चाहिँ कडा छ ल। मलाई जहाँसम्म लाग्छ यो ठाउँहरू अवश्य नै हजुरहरूलाई मनपर्ने छ। यी समुद्रका भ्यूहरू त्यो पनि टपबाट साँच्चै नै मजाका छन्। अझ यहाँबाट त व्हेलको दृश्य नै देख्न पाइन्छ अरे। तर आज हाम्रो भाग्यमा खै लेखेन छ कि क्या हो, आज त देखेनौँ। तर नदेखे पनि यहाँबाट भ्यू पोइन्टहरू चाहिँ साँच्चीकै एकदमै रमाइला लागे। यो ठाउँ चाहिँ अवश्य नै हजुरहरू घुम्नु होला, रमाइलो लिनु होला, मजा आउनेछ। अझ परिवारका साथ झन् मजा लिगिनेछ। सुन दाइ, फर्स्ट टाइम तपाईँ युट्युबमा देखिँदै हुनुहुन्छ, कस्तो फिल भइरहेको छ तपाईँ? अरुण दाइ, तपाईँ के भन्न चाहनुहुन्छ त जनताको लागि? बिस्तारै हिँड ल ल है। अरुण दाइ, पहिलोपल्ट क्यामेरा किन्नु भएको छ, कस्तो फिल भयो होला तपाईँ?
I'll be the last one left when the lights go out. I'm down to one last breath, but I can't stop now. We all fall down sometimes, yeah, but that's just life. So cross my heart and hope to die. Baby, I was born to fight the fear when I feel like dying. I'm trying to fly high, but I'm not a pilot, can't deny it. There's some days I feel idiotic, just a product of a system where you're lucky just to make $1. That ain't gonna stop me cause my grind's